र भोइस अफ सापकोटा सिजन 2 फिनालेको भोटिङ चाहिँ माघ 4 गतेसम्म मात्रै खुल्ला रहन्छ है। त्यो भनेको अब आउने अर्को सन्डेसम्म है। र यसपालि चाहिँ हजुरहरूले एकजनालाई मात्रै भोट गर्न पाउनुहुन्छ है। एउटा च्यानलबाट एकजनालाई अथवा एकजनाले एउटा व्यक्तिलाई मात्रै भोट गर्न पाउँछ। र त्यही पहिलाकै कन्टेस्टेन्ट नम्बर उहाँहरूको यहाँ राखेका छौँ हामीले, र उनीहरूले आफ्नो नम्बर नि भन्नुभएको छ। हजुरहरूले चाहिँ त्यसमै भोट गर्नुपर्छ है। ल, भोइस अफ सापकोटा सिजन 2 मा हामी सबैलाई स्वागत गर्दैछौँ है। र हामीले पहिला सिजन नि गरेको थियो, यो अर्को सिजन, र यो सिजन चाहिँ एकदमै मजाले गयो। पहिला 19 जना हुनुहुन्थ्यो, र त्यसमा सेलेक्ट भएर हाम्रो यहाँ 6 जना हुनुहुन्छ। र आज चाहिँ उहाँहरूले क्यारोकेमा गाउनुहुन्छ है। र यो ठाउँ मिलाइदिने हाम्रो जीवन विज्ञान र हाम्रो टिम सबैलाई धन्यवाद दिँदै आज हामी कार्यक्रम सुरु गर्छौँ। र हामीले यो चाहिँ पहिला घरमा गरेको थियो, भोइस अफ सापकोटी सिजन 1 भनेर। र त्यो जित्तीलाई चाहिँ हामीले गिफ्ट दिएको थिएनौँ है, त्यतिखेर दिने भनेको थियौँ, दिएको थिएनौँ। र आजको भोइस अफ सापकोटी सिजन 2 को सुरुवात चाहिँ त्यही गिफ्ट दिएर पहिलाको विनरले नै गीत गाएपछि चाहिँ हाम्रो कन्टेस्टेन्टहरूले गीत गाउन थाल्छन्। ल, अब चाहिँ हाम्रो भोइस अफ सापकोटी सिजन 1 को विनर सुयस सापकोटा ज्यू जाँदै हुनुहुन्छ है त। ल, को खेलले फापेछ तिमीलाई भेटाउने रेलमा राखेर पठायो म चिसो मौसमबाट बसन्तको फुलमा झपोर लिए झैँ भाछ माया नजानु नजानु टुट्छ तिमीलाई नै साँचेको मन बेकाबु बेकाबु हुन्छ तिम्रै लागि यो धड्कन हो मायालु तिम्रा तिगा जलु आँखा नहेरी म भन न कहाँ जानु हो मायालु तिम्रा तिगा जलु आँखा नहेरी म भन न कहाँ जानु हो Thank you. थाहा छैन के हो यो भावना अनौठो के यही माया हो के यही माया हो माया होइन भने किन हेर्थे म तिमीतिर भए पनि मनका कुरा भन्न सक्थेर एकै बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया ओ हो हो
आई म त हेर तिम्रै रहरमा भन कहाँ जाऊँ म बसु कि तिम्रै मनको घरमा सबै भावना राखेर भावनाहरू त उडी जान्छन् तिमीलाई हेरेर राखी चौकी तिम्रै माया हो डोरीले बेरेर कोही बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया ओ बुट्टे रातो सारीमा तिमी राम्री देखिन्छौ तिमी राम्री देखिन्छौ रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छौ कोही बसेर मुस्कुराउनु हो माया तिमीलाई हेरेर रमाउनु हो माया बरालिने मन त यादले जीवन सजाउनु हो माया थ्याङ्क यू मेरो नम्बर 1 रहेको छ अगाडिको पालि मलाई भोट गरेर फर्स्ट पारिदिनु भएकोमा हजुरलाई धन्यवाद र अझै यसपालि पनि मलाई फर्स्टै पार्नुहुन्छ भन्ने म पुरै आशामा छु मलाई भोट दिनलाई नम्बर 1 टाइप गरिदिनु होला यो मनमा तिमी छौ वचनमा तिमी छौ तिमी स्वप्न बन्दै सजेकी नयनमा यो मनमा तिमी छौ वचनमा तिमी छौ तिमी स्वप्न बन्दै नयनमा तिमी छौ म भेट्छु तिमीलाई यी फुलमा बहारमा यो निलो गगनमा यो शीतल पवनमा यो विश्वास गरिदेऊ तिमीलाई मैले नमस्कार मलाई हजुरहरूले अस्ति माया गरेर भोट गरिदिएर मलाई फाइनलमा पुर्याइदिनु भयो अब हजुरहरूले फेरि मलाई विजेता बनाइदिनु पर्नेछ हजुरहरूले मिस्टर ट्विन्स 34 मा गएर भोट गरिदिनु होला हस्त नमस्ते मेरो नम्बर रहेको छ 6 रागन अनि साथी भाइ दर्शन नमस्ते सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ को आफ्नो विदेशमा को पढाइ ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई
सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरोस् है मेरो तन अहिले यहाँ भए नि मन भने सन्नानी हुँदैछन् हाम्रो नेपालमा मन थिएन यहाँ आउनलाई मरिमेटी धन कमाउनलाई के गर्नु देशभरि बेरोजगारी तान्न सकिएन ऋणको गाडी आमा मेरी तिमी छिटिस पारी याद आउँछ जलजली मुटु गरी बाबा र बहिनीलाई ठिकै छ नि मेरो भोट नम्बर चाहिँ 9 रहेको छ र मलाई 9 नम्बरमा भोट गरिदिनु होला। नानीको परेली झिमझिम भो परेली झिमझिम भो मलाई पनि इसारा दिन दिन भो माया जल बुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म परेली झिमझिम भो परेली झिमझिम भो मलाई पनि सारा दिन दिन भो माया जल बुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म लगाबोसको सनको आँखैको सनको बढ्छ रहर चञ्चले यो मनको माया जल बुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म आँखैको सनको आँखैको सनको बढ्छ रहर चञ्चले यो मनको माया जल बुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म भेट भयो झमक साँझमा झमक साँझमा राख्छु तिमीलाई यो दिलको माझैमा माया जल बुन्छु म झिमझिम सानो नझिम्कौ परेली भुटुकै हुन्छु म
झमक साँझैमा झमक साँझैमा राख्छु तिमीलाई यो दिलको माझैमा माया जल बुन्छु म झिमझिम सानो नजिम्कौ परेली भुतुकै हुन्छु म झिमझिम सानो नजिम्कौ परेली भुतुकै हुन्छु म। र मेरो कन्टेस्टेड नम्बर चाहिँ 13 हो। अनि ल मलाई चाहिँ मिस्टर ट्विन्स 34 गएर भोट गरिदिनु होला। अब यो अस्तिको चोटि चाहिँ लास्ट भयो थियो, अब यो चोटि चाहिँ मिलाएर फर्स्ट गरिदिउँ न है। ल धन्यवाद। सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू, यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू। कति तर्पे पर्खिरहे फर्के तिमी आएनौ, वेदनामा गीत कोरे फर्के तिमी आएनौ, वेदनामा गीत कोरे फर्के तिमी आएनौ, सुनिदेऊ। मेरो नम्बर चाहिँ 16 रहेको छ। सबैजनाले मिस्टर ट्विन्समा गएर भोट गरिदिनु होला भन्ने चाहन्छु। धन्यवाद। बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला, बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला, फुल सोचेर तिमीलाई फुल सोचेर मनको चाह नलुकाऊ तिमी हो, मनको चाह नलुकाऊ तिमी, भमरालाई दोष दिएर कठै भमरालाई दोष दिएर। फुला भए सिउरी दिन्थे फुलको बास्ना जस्ती तिमी, फुला भए सिउरी दिन्थे फुलको बास्ना जस्ती तिमी, निदरीमा लुक्दै आउने मिठो सपना जस्ती तिमी, बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला, बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला, फुल सोचेर तिमीलाई फुल सोचेर। ल यसै गरी चाहिँ यहाँ हाम्रो भोइस अफ सिजन 2 चाहिँ सकियो है। र यहाँनिर आउनुभएका हरेक व्यक्तिलाई यो सानो सानो भाइदेखि लिएर हाम्रो ठुलो ठुलो महानुभावहरू सबैलाई धन्यवाद दिँदै हामीले अन्त्य गर्न चाह्यौँ। र यसरी अर्गनाइज गर्न पाउनु है, यस्तो मजाले हजुरहरू आइदिनु भयो, यही नै हाम्रो लागि एकदमै ठुलो कुरा हो है। र मलाई चाहिँ एकदम रमाइलो लाग्यो है। र हजुरहरू पनि
एकदमै है हजुरहरू आउनुभयो र एकदम आभार व्यक्त गर्दै हामी अरू सिजनहरू पनि गर्नेछौँ र म फेरि भन्न चाहन्छु हजुरहरू जो आए नि भयो जसरी गाए पनि भयो यो एउटा स्टेज हो प्लेटफर्म हो र यहाँ अगाडि आएर कसैले गीत गाउँछ भने डराएर भए पनि गाउँछ भने चाहिँ कन्फिडेन्स चाहिँ बढ्छ है त्यसको एउटा उदाहरण चाहिँ मै पनि हो है र अरू हामी धेरैजना छौँ र यति भन्दै फेरि पनि जीवन विज्ञान यो कौशल टारको हाम्रो टिम मेम्बरहरू सबैजनालाई र यहाँनिर आउनुभएको हरेक कन्टेस्टेन्टदेखि लिएर हेर्ने मान्छेदेखि लिएर हामीलाई फेसबुक युट्युब इन्स्टाग्राम हरेकमा हेरिदिने सबैलाई धन्यवाद दिँदै मैले आज अन्त्य गर्न चाहेँ हजुरहरूकै कारणले हामी यहाँ छौँ र पछि हजुरहरू पनि यहाँ चाहिँ आउनुपर्छ है त ल धन्यवाद मिस्टर ट्विन्स 34 ल मिस्टर ट्विन्स 34 यति नै भनेर आजको भिडियो अन्त्य गर्न चाहन्छ ल प्राइज चाहिँ हाम्रो फर्स्ट सेकेन्ड थर्ड करिब 3 जनाले पाउनुहुन्छ है आज 5 जना हुनुहुन्थ्यो हाम्रो यहाँ कन्टेस्टेन्ट र हजुरहरूले आफ्नो मनपर्ने कन्टेस्टेन्टलाई भोट गर्नुहोस् र रमाइलो गर्नुहोस् रमाइलो के गर्नु प्राइज चाहिँ हामी पछि नै दिनेछौँ हजुरहरूले पछि नै थाहा पाउनुहुनेछ